भन त मेरो लोग्रेसँग के खान आइस आज तँलाई म हात हाल्नु भुताल्नु नथाल्नु एकछिन बहिनी यता बस्नु अब यता आउनु। ल ल बस्नुहोस् तपाईँले बस्नु। लु तपाईँ भन्नुहोस् तपाईँ चाहिँ उहाँको को हो? बुढी हो। अनि बहिनी तपाईँ चाहिँ उहाँको को हो? बुढी हो। उहाँको बुढी त उहाँ रे त नि तपाईँ चाहिँ यहाँ कसरी आउनुभयो? अस्ति भर्खर हाम्रो फेक्सोमा ल परेको बे भएको छैन भनेर घरमा बोलायो उता त्यस्तो सोझो बुढो छोडेर यता आए। बे भएको मान्छेले बे भएको छैन भनेर झुट बोल्न पाइन्छ? झुटकै कुरा गर्ने हो नि त नि। यसले पनि मलाई झुट बोलेको छ। हप्ता दिनलाई भनेर माइत कि मान्छे 3 दिनै फर्कै मिल्छ? के रे अझ मैले झुट बोले भनेर भन्ने? एकछिन हात चाहिँ नहाल्नु हात नहाल्नु तपाईँहरू हात नहाल्नु।